कार्यक्रममा जिल्ला पेप्सन कार्य समितिबाट अध्यक्षज्यू समेत पाल्नु भएको हुनाले उहाँको निर्णय अनुसार बाबु प्रशान्तलाई यो सानो उमेरमा उनीसँग जुन खाले प्रतिभा छ यो प्रतिभा भविष्यमा अझै फुलोस् फलोस् र फक्रियोस् भन्ने ध्येयले हामीले सानो पुरस्कारको आयोजना गरेका छौँ। तत्कालै म आदरणीय पेप्सन समितिका अध्यक्षज्यूलाई सो पुरस्कार टक्राइदिनु हुन अनुरोध गर्छु। कलाले मलाई पनि छुन्छ। यो सानो मानन्दर भाइको कलाले आज हामी यो अडिटोरियम हलमा बस्ने सबैलाई मन छोएको अवश्य हुनुपर्छ। म एकपटक उनको इज्जतको लागि उनको सम्मानको लागि सबैले ताली दिनु अनुरोध गर्छु। र प्रशान्त भाइलाई धेरै रकम होइन, जम्मा 200 रुपियाँ प्रोत्साहन स्वरूप उनलाई हस्तान्तरण गर्न चाहन्छु। खुसी लाग्यो। तिम्रो नाम भनिदियो त? नाम भनिदियो। प्रशान्त मानन्दर। हजुर रमाइलो लागेछ। किन लागेछ?